यो प्रदर्शनले कतिको मनमुटु हल्लाएको छ? केही हल्ला छैन, केही हल्लाको छैन। डराउनु भएको छैन? के को डराउनु? के पनि हुँदैन। त्यस्तो लडाइँको बिचमा त्यत्रो गर्दा त डराइएन यहाँ त अहिले। अलिकति सुध्रिनुपर्छ भन्ने केही भान केही अनुभूति त्यस्तो चाहिँ भएको छ? यसको अब जिम्मेवारी त सरकारले लिनु नै पर्छ। सरकार जुन ढङ्गले बन्यो जनतामा निकै ठुलो निराशा र आक्रोश छ। जनताकै क्रिया माने समस्याको बारेमा सरकारको ध्यान केन्द्रित अझै पनि भएको देखिँदैन। सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने नियुक्ति गर्नेतिर मात्रै केन्द्रित भएको हुनाले जनतामा निकै ठुलो फ्रस्ट्रेसन छ। त्यसैले गर्दा पनि त्यही अब अलिकति प्रतिक्रियावादी शक्तिहरूले चाहिँ त्यसलाई मौका पाएको जस्तो देखिन्छ। सरकार सोच्नु पर्ने। तपाईहरु पनि काउन्टर अभियानको तयारीमा हो तपाईहरु? अब हामी सल्लाह गर्दैछौँ। सडकमै जाने तयारी चाहिँ हो? सल्लाह गर्दैछौँ अहिले यति भन्नु